ल हर हर महादेव म त यहाँनिर के रहेछ हेर्छु है जय शम्भो भोलेनाथ पशुपतिनाथ हर हर महादेव के भइरहेछ म चाहिँ आज चाहिँ कहाँ छु भने देवघरमा छु है देवघाट हेर्नुहोस् न पछाडि देख्नु भएको होला नि हजुरले अस्ति चाहिँ म मेलामा आएको थियो होइन कुम्भ मेलामा अहिले चाहिँ कुम्भ मेला सिद्धिहाल्यो कुम्भ मेला सिद्धेर अहिले पछि घुम्नको आऊ कति चिसो पानी हर हर महादेव जय शम्भु हर हर महादेव हर हर गङ्गे मलाई त रमाइलो भइरहेको छ हेर्नुहोस् न देवघरमा आएको छु आज चाहिँ म होइन एकदमै नुहाउने ठाउँ के यहाँ चाहिँ होइन नुहाउने मान्छेहरू कति नुहाउँछ यहाँतिर जे पनि हुनसक्छ पाउन सक्छ होइन यहाँतिर शिलाहरू पनि पाउन सक्छ शिला भनेको ए भइरहेको चाहिँ छैन होइन हेर्नुहोस् न यहाँतिर मलाई त होइन कता कता जानु मन लाग्छ एकदमै रमाइलो भइरहेको छ हजुरहरू यहाँतिर चाहिँ साह्रै रमाइलो यो चाहिँ के हो भने देवघाटको पत्ती छ काट्नु होला है त्यहाँ ऊ पत्ती ए हो रे कपाल खौरेर यहीँ फाल्छ नि त धेरै ढुङ्गामा टेकेर हिँड्नु सम्म पार्छ अहिले रमाइलो लाग्यो हजुरहरू पनि आउनुहोस् होइन एसडी अनलाइन टिभीलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् अनि यहाँतिर चाहिँ देवघरमा चाहिँ होइन मैले त अब यहाँतिर के भेट्छ होइन हेर्नुहोस् न यस्तो ढुङ्गा पनि प्रकृतिको चिज यस्तो आमा कस्तो राम्रो हेर्नु त अगाडि हेर्नुहोस् न जुम गर्नु यस प्रकृतिको चिज यस्तो हेर्नुहोस् यहाँ अब होइन अब हामीले बनाएको होइन भगवानले चाहिएर बनाएको है यो चाहिँ यस भगवानले चाहिएर बनाएको यस्तो हर हर महादेव हर हर महादेव हर हर महादेव धेरै राम्रो रमाइलो छ के समाधि मैले देवधाम भने चाहिँ यस्तो छ हजुरहरू होइन हजुरहरू पनि आउनुहोस् म चाहिँ खोलाबाट निस्यो महादेवको मन्दिर कता भन्नुहुन्छ हजुरहरूले यहाँ हेर्नुहोस् है माथि माथि डाँडा माथि छ है महादेवको मन्दिर चाहिँ त्यहाँनिर छ अहिले चाहिँ म चाहिँ तलपट्टि छ तलबाट हामी चाहिँ डुङ्गा चढेर जाने पारिपट्टि यता पारि जाने है त्यता पारिपट्टि जानुपर्छ त्यहाँ डुङ्गा चढ्ने ठाउँ छ अबि पत्ती हेर्नु त यहाँ नि है कपाल खोप्रेर प्लेटहरू है यहाँ यस्तो आउँदाखेरि चाहिँ अलिकति जोगिनुपर्छ जोग्नुपर्छ पत्तीहरू नि फालेको छ पत्ती रहेछ के रहेछ होइन म त आज त हेर्नुहोस् न यो देउता थान छ यहाँ माथि चाहिँ महादेवको मन्दिर चाहिँ यहाँ छ तपाईँहरूले अब कुम्भ मेला कहाँ लाग्यो अस्ति 1 महिनाको भन्छ यही चौरमा है लागेको यही चौरमा लागेको हो त्यो कुम्भ मेला चाहिँ हजुरहरू होइन यही चौरमा लागेको हो शिल्पजी हजुर पनि डुब्नु भएको हो लु हर हर गर्नुहोस् हर हर महादेव हर हर महादेव हर हर महादेव देवघाट हजुर देवघाट भन्ने चाहिँ यो हो देवी घाट भन्ने पनि यस्तै गरेर राख्नु भएको छ उहाँ पनि होइन देवी घाटमा पनि यस्तै गरेर राख्नु भएको छ देवी घाटमा पनि यस्तै गरेर पारिपट्टि हेर्नुहोस् न लेखेर राखेको छ है त्यस्तै गरेर राख्नु भएको रहेछ देवी घाट र देवधाम भन्ने चाहिँ एउटै जस्तो कि अब यस्तै होइन अब यहाँ पनि दुईवटा यहाँ चाहिँ खोला दुईवटा आएको रहेछ उता र यता अनि त्यहाँ पनि त्यस्तै हो 3टा होइन 3टा नदी भन्छन् यहाँ त होइन यहाँ नुहाउनु पनि पर्छन् अब होइन अरू बेलामा मेलामा आउँदाखेरि चाहिँ अलिकति घुम्नु नपाएको भएर म चाहिँ अहिले पछि पनि घुम्न आएको छु है हजुरहरू अहिले ऊ हुन्छ नि खानुहुन्न नि यो त जे पनि मिसेको हुन्छ नि नुहाउनु मात्रै सर्काउनु मात्रै हो नि रुख लाग्छ अहिले रुख लाग्छ होइन त्यस्तो रुख लाग्छ यो सबै हो नि त यहाँ मान्छे पोलेको हुन्छ जे पनि हुन्छ होइन जे पनि पोलेको हुन्छ त्यसैले यो धामले चाहिँ नुहाउने मात्रै हो जल शिरमा छर्काउने हेर्नुहोस् है हजुरहरूलाई म त के देखाउँछु डुकुल्की मार्छु अब त्यहाँतिर होइन नुहाउने चाहिँ खासै त्यो त हो नि पारिपट्टि रहेछ ल हामी पारी माथि घुम्छु हेर्नुहोस् है अब मान्छेहरू यहाँ पूजापाठ गरेछ इन्डियाबाट होइन अब इन्डियाको मान्छेहरू आइरहेको छ यसरी पूजा गरिराख्नु भएको छ इन्डियादेखि लाखबत्ती लाखबत्ती बाल्नु भएको रहेछ ब्लग बनाउँदाखेरि अब लाखपति बालेको त देखिहाल्छ नि इन्डियाबाट पनि यसरी आउनु भएको छ
नहुनलाई अब खोइ हामी त परिवारहरू कति उठिरहेको छ जय शम्भो ल भोलेनाथ हर हर महादेव हेर्नुहोस् न हामी त डुङ्गा त पारिपट्टि मात्रै रहेछ ऊ त्यहाँ पनि छ ऊ त्यहीँबाट चढेर जाँदैछ हेर हामी होइन हामी चाहिँ आज चाहिँ डुङ्गा चढेर जान्छु भ्लग बनाएको यहाँ पारिपट्टि जाँदैछु है हजुरहरू खोइ के गराएको ए नै अब सबै लुइचुको खोइचल्नु पर्छ त्यसले गर्दा यस्तो छ यस्तो मजाले हेर्नुहोस् है हजुरहरू हामी त डुङ्गा चढेर जानुपर्छ मजाले अब यहाँ होइन नारायणी अझै नारायणी खोइ के भन्छ यहाँ त होइन देवधाम हो नि त देवघाटमा चाहिँ हामी यसरी हिँड्छु हर हर महादेव अब होइन प्रत्येक व्यक्ति अनि पुल छ है पुल माथि हेर्नु भएको छ देख्नु भएको चाहिँ छैन हेर्नुहोस् त माथि पुल छ नि झोलङ्गी पुल चाहिँ माथि छ अस्ति हामी चाहिँ झोलङ्गी पुलबाट आएको थियो होइन अनि आज चाहिँ खोलाको बगरमा हिँड्दैछ हो र ए म त अब कता हेरेर हिँड्यो ल है अब यहाँ डुङ्गा चढेको रहेछ त्यो डुङ्गामा हामीसँगै जाने हो कि है डुङ्गा चढ्दो रहेछ मुइचुबल हाल्यो खाल्दिमा है फेरि ल हामी पारी जानु लाग्यो है हजुरहरू अब यहाँ टिकट काट्नुपर्ने हो कि के गर्नुपर्ने हो कि होइन सोध्नुहोस् पारी जान्छु पारी अब ब्लग भनेको त अब हिँड्दाखेरि त क्यामेरा त हालिहाल्छन् होइन ल है हजुरहरू हामी चाहिँ हिँड्दैछौँ कहाँ हिँड्दैछु यहाँ चाहिँ अब टिकट गर्ने ठाउँ ब्लगको होला अच्छा के अरे डुङ्गा चढ्ने के भन्यो ए टिकट यहाँ रहेछ त अब पर्दैन टिकट त होइन डुङ्गा चढेर पारी जानु लाग्छ है हजुरहरू डुङ्गा चढेर पारी जानु लाग्छ उहाँहरू चाहिँ हाम्रो पाहुना कहाँबाट थिए उत्तर प्रदेश ए हाम्रो नेपालमा त पाहुना त हो नि उहाँहरू हाम्रो नेपालमा पाहुना पशुपतिनाथ पनि पाहुनै हुन्छ यहाँ पनि पाहुना जहाँ पनि पाहुना हो यसरी आउनुपर्छ होइन ग्रुपमा कति कति पैसा भने डुङ्गा चढेको कति पैसा भने मैं तो गुरुजी लेकर आया हूँ गुरुजी गाडीको गुरु ए डुङ्गाको गुरु होइन सब गए चार है माताजीसँग आउनु गाडीको पो रहेछ किचनको डेकोरेसन गर्न बोलाएको थियो अस्ति फ्लाइटमा आएको ल है अब आउनु न त्यहाँ हामी हेरौँ मिटिङ अब के अरे पुल चाहिँ माथि छ है माथि देखिराख्नु भएको होला हजुरहरूले होइन पुल धेरै माथि छ अनि हामी चाहिँ डुङ्गामा छ अझ डुङ्गा चढ्ने त्यो पुलमा झन्डा गाडेको अस्ति कुम्भ मेला लाग्दा यहाँ केही पनि थिएन अच्छा के अरे केही पनि थिएन बजार थियो अहिले चाहिँ छैन है बजार मात्रै छ खोलाको बजार मात्रै छ अहिले यी पारिपट्टि छ है पारिपट्टि छ ऊ पारि पुग्नु छ हामी होइन अब महादेव चाहिँ माथि हो महादेव चाहिँ माथि हो महादेव थान चाहिँ माथि छ ए आउनु न माताजी अच्छा ए लाउन आउनुहोस् ढिलो भयो बोलेर बस्नुहुन्न नि फोनमा त अहिले हामी त्यो डुङ्गा तरेर पारी जानु लाग्यो मलाई पनि खिचिदिनुहोस् न यहाँ मलाई पनि खिचिदिनुहोस् म सोध्छु नि त्यहाँ मलाई खिचिदिनु सोधिदिनु न अच्छा ऊ चटिहाल्यो आउनु न मलाई कति हो भनेर सोध्छु म नाचेको है ऊ यहाँ यता हेलो भाइ
माताले भरेको हो भरिसक्यो मातालाई झन् उता पारी लान पर्यो भनेको कति पैसा हो 50 रहेछ मातालाई नि 50 रुपियाँ लिन्छ र मान्छेको रेट 50 रुपियाँ लिनुहुन्छ र अस्ति माताजीलाई 50 रुपियाँ लिनुहुन्छ र अच्छा कुन चाहिँ एउटा भाइले त म चिनेको पनि थियो है पारी बस्दाखेरि टिचीको लागि चाउनु मान्छेहरू ल्याउँथ्यो एकछिनपछि हामी डुङ्गा चढेर पारी जाँदैछौँ है हजुर यहाँको चाहिँ टिकटको पाए है उहाँ चाहिँ एकछिन हामी चढेर पारी जाँदैछौँ है हजुरहरू हेर्नुहोस् है हजुर पारीपट्टि जाँदैछु पारी जाँदैछ यहाँतिर शिलापत्र होइन कति राम्रो भाइ हेर्नु टिलिक्क टल्केर बसेको हेर्नु त ल के अरे तर शिलापत्र है शिलापत्र ढुङ्गाले खोज्नु न माता मसला पिन्ने यहाँतिर पाउँदैन पर लिएर जानु के शिलाजी शिला वहाँ मिलता है हिंदी नहीं समझते हो शिलाजी वहाँ मिलता है ढूंढ के ले जाइए आप लोग को अच्छा होगा ये तो नहीं है ऊपर ऊपर पहाड़ी गति ये तो नहीं इधर नहीं पाती है ऊपर ऊपर में ऊपर जय शंभू ऊपर से ऊपर शिल्पा शेट्टी का प्रोग्राम है ना सुपर से आप लोग कहाँ से आए हो ये लोग वहाँ उत्तर प्रदेश हाँ मैं उत्तर प्रदेश से आया हूँ लोग आप कहाँ चले गए अब कहाँ चले गए देखता यहाँ से आप जनकपुर जा रहा वो अब ड्राइवर है गाड़ी का नहीं ड्राइवर नहीं है वो वाला गाड़ी में आई है ना आप लोग वो बड़ा वाला गाड़ी में उतर चल गई कति छिटो डुङ्गा भी उतर चल गए हम भी त्यो माथि डाँडामा जान पाए कति रमाइलो हेर्नु त ऊ डाँडा कालिका माता ऊ माथि अघि देखेको त्यहाँ माथि डाँडा कालिका ऊ त्यो बाबाहरू त्यहाँ बस्छ भन्थ्यो त्यो मोराली बाबा कोराली बाबा भन्नेहरू त्यहाँ बस्छु भन्नुभएको अस्ति यहाँ बसेको हामीसँगै होइन देवघरको मोराली बाबा कोराली बाबा भन्नुहुन्छ नि होइन अब के गर्नु त खै त हामी नै चढेर जानु पर्थ्यो यहाँ उता अर्कोमा यता आउनुहोस् न हामी पनि यसमा चढेर जानु पाउँला कि भन्नु न ए पठिनु भन्नुभएको तपाईहरु जाने हो बाबु हेलो दीदी ओ दीदी दुईजना छ हामी दुईजना सँगै जानुपर्छ हाम्रो हामी साथ छुट्टिनु हुँदैन माताजी पुरोमा यता ल्याएको अब भिडियो के गरौँ यता चढेको पनि खिचौँ कि भनेको है चढेको पारीसम्मै कति मिले भयो होला पारीसम्मै पुगेको हामी मातासँग छुट्नु हुँदैन क्या उनीहरू झर ए उनीहरूलाई भयो उत्रियो होइन त्यहाँ मिलाने हो अर्को डुङ्गा नि आउँदैछ अब ब्लग अब त्यो खिचेर राख्दै हुँदैन तात्तिन्छ